हेलो साथीहरू, स्वागत छ तपाईँलाई मेरो आजको मिनी भ्लगमा। म फेरि पनि आइसकेको छु मिनी भ्लग ल्याएर आफ्टर अ लङ टाइम पछि। मैले चाहिँ बिचमा मिनी भ्लगहरू बनाउन छोडेको थिएँ। लगभग 1-1.5 महिना जति भयो होला मैले मिनी भ्लग बनाउन छोडेको। त्यसको पनि कारण छ केही, मैले रहरले छोडेको होइन, बाध्यताले छोडेको हो साथीहरू। अनि बिचमा चाहिँ मेरो बुढाको फोन बिग्रिएर अनि उहाँको हातमा फोन नै थिएन। त्यसैले चाहिँ मैले आफ्नो हातको फोन बुढालाई दिएको थिएँ। अनि उहाँलाई चाहिँ बेला बेलामा फोन चाहिरहन्छ, त्यस कारणले पनि उहाँलाई फोन एकदम जरुरी छ साथीहरू, फोन हुन उहाँको हातमा। अनि आजभोलि चाहिँ बुढाले फोन किनिसक्छ आफ्नो, अनि मैले चाहिँ आफ्नो फोन लगिहालेँ। अनि त्यसैले चाहिँ मैले बिचमा मिनी भ्लगहरू बनाउन रोकेको थिएँ। म चाहिँ फेरि पनि स्टार्ट हुँदैछु मिनी भ्लग बनाउन। सबैले साथ सपोर्ट दिनु होला साथीहरू, माया गरिदिनु होला भिडियोलाई हेरेर। म चाहिँ बच्चाहरूलाई स्कुल पठाएर आफ्नो गर्ने काम चाहिँ गर्दैछु, फटाफट काम सक्दैछु। अनि तल सुतेर मेरो छोरा रुँदैछ, उसलाई चाहिँ निन्द्रा लागिरहेको थियो। अनि बिहान चाहिँ ऊ मसँगै उठेको, अनि त्यसैले चाहिँ उसलाई निन्द्रा लागिरहेको छ अनि ऊ चाहिँ रुँदै थियो। अनि काम गर्दा गर्दै आफ्नो हालत चाहिँ के भएको थियो त्यो त मलाई थाहा छैन साथीहरू। अनि ऊ चाहिँ छोरा चाहिँ यता राम्रोसँग खेल्दै थियो, कतिखेर चोट लगाएर आफ्नो कानमा उसले चाहिँ खुन निकाल्यो। अनि उसको कान चाहिँ मैले छेडेको 1 महिना भएको थियो। अनि ऊ चाहिँ एकदमै रुँदै थियो साथीहरू। मैले उसलाई फकाएर अनि खेलाएँ बल्ल तल्ल चुप लागेर। अनि म चाहिँ लाग्छु खाना बनाउनतिर। अनि खानामा चाहिँ म भात अनि गेडागुडी बनाउँछु, सब्जीहरू। अनि मैले मेरो सासू मम्मीसँग कुरा नगरेको पनि धेरै भइसकेको थियो। अनि त्यसैले चाहिँ म मेरो हातमा पहिला फोन आएपछि आफ्नो सासू मम्मीसँग कुरा गरेर टाइम स्पेन्ड गर्छु साथीहरू। अनि यता मेरो छोरा पनि आफ्नो हजुरआमासँग कुरा गर्दैछ। अनि ऊ चाहिँ आफ्नो हजुरआमासँग कुरा गर्न पाउँदा एकदम खुसी भइरहेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ ऊ चाहिँ कस्तरी हाँसिरहेको छ। अनि उसले चाहिँ आफ्नो हजुरआमालाई एकदम माया गर्दै थियो। अनि फोनमै मुख लगेर माया गर्दै थियो साथीहरू, देख्न सक्नुहुन्छ हजुरहरूले। अनि उसको हजुरआमाले पनि उताबाट फ्ल्याङ्किस गर्दै बसिन्थ्यो। अनि छोरा चाहिँ त्यसपछि झन् माया गर्न थाल्यो साथीहरू हजुरआमालाई। अनि कुरा गर्दा गर्दै अनि मैले चाहिँ फोन राखेर अनि मलाई चाहिँ आज उता मम्मीकोमा जानुपर्ने थियो। दिजु आइसकेको थियो, अनि त्यसैले चाहिँ म चाहिँ जान्छु दिजुलाई भेट्नको लागि। अनि म त्यहाँ जानको लागि रेडी हुँदैछु साथीहरू। बच्चा बच्चीहरू स्कुलबाट आउन बाँकी नै थियो, मैले चाहिँ बच्चा बच्चीहरूलाई पनि लगेर जानु थियो। अनि त्यसैले चाहिँ म नुहाइधुवाइ गरेर रेडी हुँदैछु। बिस्तारै बच्चाहरू पनि आउँछन् अनि उनीहरू चाहिँ फटाफट खाना खिलाएर उनीहरूले चाहिँ खाना खिलाएर अनि म जान्छु आफ्नो माइततिर दिजुलाई भेट्नको लागि। सो साथीहरू आजको लागि यति नै, भेटौँला अर्को मिनी ब्लगमा। त्यतिन्जेलको लागि यो भिडियोलाई हेरेर साथ दिनु होला साथीहरू। बाई बाई।